भन्दैछु हामी भद्रसँग यो आँगन छौँ हामी यही आँगनमा केही पनि होइन तपाईँहरू उयो गेट लगाउनुहोस् गएर उयो गेट लगाउनुहोस् हामी यही आँगनमा मात्र त्यो गेट लगाइदिनु हामी छिर्छौँ त्यो गेट लगाइदिनु हामी यहीसँग मात्र हो हामीलाई यो गेट लगाउनुहोस् तपाईँ समस्या भएन यो प्राङ्गणमा हामी आउनुपर्छ सोध्नुहोस् हामी भित्र जाँदैन यो हरियो गेटमा उता जाँदैन को पनि जाँदैन ढुक्क भएर हामीलाई यो प्राङ्गणमा चाहिँ रोक्नु मिलेन ठिक छ एकचोटि फोन गर्नुहोस् अनि एकचोटि फोन गर्नुहोस् यहाँ हामी सानै अन्डर 10 दिन खेलेर हुर्केको ठाउँ हो दाइ यो यहाँ यो हाम्रो अधिकार हो दाइ यहाँ रोक्नु पाउनुहुन्न कसैले पनि हामी सबै खेलाडी आएको हो दाइ हाम्रो पसिनाले बनेको आँगन हो यो शान्तिपूर्वक गर्छौँ तर के अराजकता बनाउनु त्यही हो हामी रिक्वेस्ट गर्दैछौँ तपाईँलाई ल फोन गर्नुहोस् एकचोटि फोन गर्नुहोस् एकचोटि फोन गर्नुहोस् होइन यहाँ को छ बोलाउनु सम्बन्धित मान्छे को छ ल तपाईँको आदेश मैले हामीले मान्यौँ हामीले एकदम सभ्य तरिकाले भनेको दाइ होइन हजुर एकचोटि फोन गर्नुहोस् एकचोटि बोलाउनुहोस् भित्र कसो बोलाउनुहोस् हामी त्यो हरियो गेटबाट छिर्दैन हामीलाई यो आँगन मात्रमा आएको यो त हाम्रो अधिकार हो हामी यहाँ सानैदेखि खेलेर हुर्केको हामीले बनाएको ठाउँ हो हाम्रो रगत यो रगत र पैसाले बनाएको ठाउँ हो यो खेलाडीलाई यहाँ ग्राउन्डमा छिर्न रोक्ने हामी सबै खेलाडी हो यहाँ नै प्रोफाइल चेकर हुन्छ सबैले यहाँ खेलाडीलाई रोक्ने यहाँ छिर्नलाई लाज लाग्दैन लाज छ र यिनीहरूलाई सोध्नुहोस् को छ बोलाउनुहोस् भाग्ने खेलाडी सबैलाई मार्ने भाग्ने